नमस्ते सनराइज क्रिएसनमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ ह्याप्पी तिहार सबैजनालाई सबभन्दा पहिला। र आज हामीले चाहिँ दसैँमा यो तिहारमा सेलरोटी पकाएको छ हजुरहरूलाई देखाउन गइरहेछु। सेलरोटी हामीले कसरी बनाउँछौँ भिडियोलाई अन्तिमसम्म हेरेर हजुरहरूले कमेन्ट गरिदिनु होला है। त हस् त हामी सुरु गर्न गइरहेछौँ अब। ल सबभन्दा पहिला त यहाँ चामल ठिक्क पारेर चाहिँ होइन के चामल अरे यो ताइचिन चामल पकाउने मान्छे चाहिँ त्यहाँनिर छ, उसले तयार पार्दैछ वहाँनिर। पकाउने मान्छेको नातिनी पनि छ यहाँनिर है। नमस्ते सानो, नमस्ते नमस्ते गर्दैछ है लाने यहाँनिर। अनि अब कति केजी छ यो ताइचिन चामल चाहिँ? 3 केजी छ अहिले। 3 केजी। अनि तिमीले अब के गर्छौ त यसलाई भन त ल। अब भिजाउने, पानीमा भिजाउने, पखाल्ने 2 फेरा, अनि भिजाएर दिनभरि राख्ने, भरे पेल्ने, बेलुका चाहिँ मेसिनमा पेल्ने, अनि राति पकाउने। राति भोलि पकाउने, बिहान भोलि पकाउने, रातभरि ढडाउने। ल ल ल लु भिजाउ न त अब। उतै लगेर भिजाउँछ होला नि, भिजाउन लाग्छ। दुईचोटि पखालिदिएँ अनि त्यसपछि भिजाउने। ल ल तिम्रो धारा त स्टाइलिस रहेछ त, फेरि यता फर्किनु उता फर्किनु है। ल भयो है, यतिकै भिजाइराख्ने हो। अब बाहिर बेलुका ल खै एकचोटि देखाउ त। ल भयो कस्तो यहाँ घामले ल भयो भयो। ल यो चाहिँ बिहान भिजाएको, अहिले चाहिँ रेडी भएछ है, ढाडेर टन्न भएको छ यो हाम्रो ताइचिनको चामल। कति केजी पो? 2 केजी 3 केजी 3 केजी उसले यहाँ तयार पारिसकेको छ। नरिवलको धुलो है, अनि चिनी चाहिँ यहाँनिर 1 बोल अलिक नपरी छ, अनि घिउ राखेको छ। अब यसलाई सबै मिलाएर चाहिँ उसले पिन्न लगाएछ है बुहारीले। सबै यहाँनिर ग्राइन्डरहरू सबै तयार पारेछ यहाँनिर। अब चाहिँ यसको फेटो मेसिन यहाँ रहेछ नि। अब थप क्वालिटी कसेर उहाँले सधैँ ल ल ल जस्तो सजिलो लाग्छ त्यसो गर। ल उसले चाहिँ यहाँनिर के अरे चामल भिजेको चामल चाहिँ त्यतिकै हाल्दैछ। अलिअलि पानी पनि त्यही डाडुले जाँदैछ, त्यही डाडुमा पनि उस गर्दाखेरि एकैचोटि पानी चाहिँ मिसाउनु नपर्ने गरिकन उसले यहाँनिर मिलाउँदैछ। ल अलिअलि पानी देखिन्छ। अब 3 डाडुमा झन्डै उसले 2 चम्ची जति राखेको चाहिँ घिउ चाहिँ। अनि त्यसपछि ल चिनी चाहिँ अलिअलि अन्दाजको हिसाबले गरेर राखिरहेछ। अनि रै अब पिन्ने भयो। यो भाँडा चाहियो नि है यो राख्नलाई पनि चाहियो। अहिले चाहिँ खोलेर हेर्दाखेरि अलिक भएको छैन, फेरि उसले गर्छ। है अलिक भयो है, तर अब अझै खस्रो छ। ल तयारी भएको चाहिँ यहाँनिर उसले भाँडामा राख्दैछ। ठिक्क छ है, अघि अलिकति मसिनो थियो है, अहिले त यो बाक्लो पनि ठिक छ, अनि पानी पनि ठिकै छ है। ल अब यसो गरेर सबै यसरी मोलेर पिनेर राख्ने। अनि आज चाहिँ होइन यतिकै छोप्ने होइन, अनि भोलि फेरि बिहान मात्रै पकाउने हो। लास्टमा चाहिँ यो तिमीले यो हालेर गर्छौ होइन त, नरिवल हालेर मोल्छौ सबै मोल्ने। पानी त
थप्दैनौ नि तिमी हेरेर मात्रै हैन पर्छ नि त ल यो चाहिँ हिजोको सेलरोटी हामीले पिसिवरिकन राखेको थियो आज बिहान चाहिँ हिजै ढडाएर सबै नरिवलहरू मसलाहरू हालेर सबै ठिक्क पारिसकेको थियो आज चाहिँ बिहान यस्तो भएको छ ल यसो छाम्दाखेरि अलिकति बाक्लो हो कि जस्तो छ है हजुर के ठिक छ बाक्लो छ अलिकति पानी थप्नुपर्छ है हजुर पानी लिएको छ त पानी ल्याउनुपर्छ पानी चाहिँ अलि अन्दाज गर्दै मिलाउनु पर्ने हुन्छ साह्रो पातलो भयो भने फेरि रोटी बन्दैन त्यसैले गर्दाखेरि ठिक्क मिलाउनु पर्ने हुन्छ अनि मोल्नु पर्ने हुन्छ मजाले त्यसको दाउ फिट्यो भने चाहिँ रोटी राम्रो बन्छ नि ल है सर र अब चाहिँ भए जस्तो छ हो कि ल घुमाउँदैछ उसले अझै भएको छैन अब एकछिन राख्नु होला नि त्यति गरेर है त्यसो गरेर एकछिन राखेपछि अनि ठिक्क फेरि ढाडिन्छ ल हस् त अब चाहिँ आगो ग्यास बालेर कराई पनि तयार पारिसक्यो त कराईमा तेल हालिसकेको छ अनि यहाँ चाहिँ म यहाँ बुहारीले अब तयार गर्दैछ सेलरोटी बनाउनको लागि भइसकेन अलिक भएको छैन कि भयो उसले ट्राई गर्दैछ एकचोटि चाहिँ हेर्नु यो त ग्यास भएको हुनाले हुन त छिटै हुन्छ यसरी ट्राई गर्दैछ एकछिन पर्खिन्छ बन्द गरिदिन्छु अब चाहिँ भयो कि उसले राख्न लागेको चाहिँ हेर्नु है उसको अन्दाज अनुसार चाहिँ पहिला त ट्राई गर्नुपर्ने हुन्छ ल राम्रै भएको छ गरेर घुमाएर निकाल्नु पर्ने हुन्छ है पछि टिङ टिङ ल हजुर हजुर बोजू रोटी पकाउँदैछ नि त यो के हो नानी रोटी ल अब यसो गरेर पल्टाइ गरेर दुईवटा त उसको बनिसकेको छ त्यहाँनिर अब यस्तो तिनवटा गरेपछि अनि लास्टमा कति चाम हुन्छ म हजुरहरूलाई देखाउँछु आमा रोटी हाल्दै हुनुहुन्छ छोरी म हेर्छ अब एकछिन यस्तो गरेर अब झिक्ने बेला नि भयो जस्तो छ त्यसको है ल मजाले भयो त सेलरोटी त ल अब चाहिँ यहाँनिर हाम्रो बुहारीको सेलरोटी चाहिँ तयार भइसक्यो सबै ल मजाले लस्करै यहाँ चाङ पारेर राखेछ ल सेलरोटी कसरी बनाउने भन्ने चाहिँ मैले हजुरहरूलाई बताइसकेँ होइन यस्तो मिठो सेलरोटी देखेको छ हजुरहरूले नि यसरी बनाउनु होला यति भन्दै मेरो आजको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भिडियोमा मन पर्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त सबैजनालाई ह्याप्पी तिहार भन्दै आजलाई बाई बाई थ्याङ्क यू फर वाचिङ बाई बाई